मैले कतै एउटा इङ्ग्लिसमा राम्रो सेन्टेन्स पढेको थिएँ है। रेन विल फिल द साइज अफ भेसल यु भन्छ। जस्तै म नेपालीमा उदाहरण दिन्छु। बाहिर पानी पर्दैछ भने हामीले सानो चम्चा लिएर गए चम्चा पनि भरिन्छ होइन, कचौरा लिएर गए कचौरा पनि भरिन्छ, गिलास लिएर गए गिलास पनि भरिन्छ, इभन ड्रमै बोकेर गए ड्रम पनि भरिन्छ होइन। ठ्याक्कै जिन्दगीमा पनि यही नै रुल फलो हुन्छ कि हामीले जीवनमा होइन, हाम्रो जीवनमा सपना कति ठुलो देखिरहेछौँ त। जति ठुलो सपना त्यति नै धेरै पैसा हो होइन। त्यही भएर चाहिँ हामीले जीवनमा कति ठुलो सपना देखिरहेछौँ होइन, त्यो आफूमा निर्धारित हुने कुरा हो। त्यही भएर चाहिँ म के भन्छु भने सपना चाहिँ ठुलो देख्नुहोस् होइन, अनि त्यसलाई निरन्तरता दिनुहोस् होइन। दैनिक रूपमा चाहिँ निरन्तरता हुनु पऱ्यो नि त। सपना मात्र देखेर भएन, त्यसलाई चाहिँ फलो हुनु पऱ्यो। आफ्नो सपनाप्रति एडिक्टिभ हुनु पऱ्यो क्या होइन, नसा हुनु पऱ्यो क्या मेन कुरा होइन। नसा भएपछि अवश्य सफल पाइन्छ। यो होइन कि आज गरेछ अनि भोलि चाहिँ रेस्ट ल्याछ, पर्सि गरेछ अनि कर्सि रेस्ट ल्याछ, यो होइन। दैनिक रूपमा चाहिँ त्यसलाई चाहिँ फलो हुनु पऱ्यो, दैनिक रूपमा गर्नु पऱ्यो, अवश्य सफल हुन्छ जस्तो लाग्छ मलाई। धन्यवाद।